अनि तर ती लामाले मेरो हातको टिको लगाएको अनि बुइनी बनाएको धरम बुइनी बनाएको थिएँ। अनि उहाँ नदी पारी के भन्ने ठाउँ थियो महपुरतिर बसेर काम गर्थेँ गोठामा। त्यहाँबाट बिमारी भएर कालीमदनको घरबाट निस्केर आएँ। आएर भालुनी एक दुई हप्ता जति बसेँ। त्यहाँबाट भालुनीले खेदाइछ, ए मेरा छोराछोरी पाल्नै मलाई गाँड पत्ते भएको छ, तिमीहरू हालत तिमी आएर थपिएछौ, कहाँ गएर बसौ, जाऊ निक्ल भनेर पैसा सन्जेल धुती, पैसा सक्यो खेदाइदिए। अनि आएर 150 रुपियाँ पैसा छ भने 200 रुपियाँ पैसा छ भने देऊ न भनेर भने। त्यहाँबाट मलाई के थाहा रक्सी खाएर आउँछन् होला भनेर मैले सोचेँ दबाई गर्न जान्छन् होला 13 माइलतिर भन्दै थिएँ। म रेडियो पनि बेचिदिन्छु, यो रेडियो नयाँ हो बेचिदिन्छु भन्दै थिएँ। अनि पर्दैन बेच्न, बिहान बेलुका सुन्न हुन्छ, गानाहरू सुन्न हुन्छ, बातहरू सुन्न हुन्छ, न्युजहरू आउँछ नि रेडियोमा भने। अनि बेच्दिनँ हौ त्यत्तिकै भनेको अनि 200 रुपियाँ पैसा मागेँ। अनि गएँ, उँधो लागेँ। मैले सोचेँ डक्टर कहाँ गएका होला नि, त्यो रेडियो पनि कहाँदेखि भिरिरहेको। अनि गएछन् र खाएछन् रक्सी खाएर एकछिन लर्खराउँदै रेडियो एउटा हातमा यसो गरेर हल्लाउँदै आएँ। तिनी सुत्ने ठाउँमा यसो गरेर घोप्टो परेर पल्टेका थिएँ, त्यहीँ फुस। त्यस्तो बिहोरिछु मैले। फेरि ती मरेको 1-1.5 साल 1.5-2 साल 2.5 साल कति भएको थियो। सोस्तानी ल्याएकी थिएँ मैले। सोस्तानी सक्न हम्मे बरो। सोस्तानी सकेको 3 दिनको दिन त एउटा बिहारी आएर बसेको थियो क्यान्सर भएर। काम गरेर मान्छे राख्छन् बुढो भएपछि खेदाइदिने। अनि हाम्रो घर आएर फेरि त्यो बिहारी पनि हाम्रैमा मर गनाएर दुर्गन्धी भएर। एउटा सानो कटेर बारिदिएको थियो बाहिरको हस्को भित्रै आउने, यस्तो गनाएको थियो। त्यो पनि मर हाम्रै घर। यति मान्छेलाई धोका दिएका छैनन् हौ। चारैको जोडा आउने, हाम्रैमा मर्ने। भन्न त गाउँका मान्छे तिमीहरू धर्म लुट्यौ भन्छ नि, तर आफूले परेको मान्छेलाई मात्रै थाहा हुन्छ। टाइममा खाना देऊ, पानी देऊ। आफू बाहिर जङ्गलपात नगरिकन हुँदैन। अन्त दिगदार दिँदैनन् बिमारी भएर सुतेकाले। अर्काको घर हो, भ्याउँदैनन्, काम गर्न जान्छन् भन्ने थाहा छ भइ पनि कराउँछन्। पानी चाहियो पानी चाहियो, खाना चाहियो टाइममा। यति त मरेनन्। 3जना मान्छे मरे हाम्रा घर। भन्नु त हुँदैन कि गरेको कुरो, तर बिहोर्नसम्म बिहोरेछु मैले। धनी छ नि वरिपरि, हामी गरिब छौँ, हाम्रैमा आउँछन् सबै। गरिबले गरिबलाई नै चुन्दो रह। फेरि कता काम गरे बुढो हुन्जेली एउटै घरमा 20 वर्ष 25 वर्ष 30 वर्ष बस्यो र काम गरे घरबाट खेदाइदिन्छन्, आउँछन् हाम्रोमा आएर मर्छन्। यति त दिगदार भएन।
अब आफू कहाँ गएर मर्ने हो बेङ्गलोरै मर्ने हो कि गाउँ पुगिने हो। तर गरिब हुनु जस्तो साह्रो त केही नै रहन्छ। म त धोका पाउनसम्म पाइरहेको छु। यति हन्टर यति कष्ट यति भोगेको छु मैले। हे भगवान्, यदि भगवान्को प्रार्थना गरेर यति व्रत तीर्थ गर्दा पनि भगवान् छन् जस्तो पनि लाग्दैन मलाई त। अहिले त विश्वास पनि लाग्दैन। थियो भने त एउटा न केही त हुन्थ्यो होला नि। के गरिनँ होला मैले। राम 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 राम। न मिठो खान पाइएको छ, न राम्रो लाउन पाइएको छ, न सुख कहाँ बसेको छ। यो छ हाल। पर्सि 23 तारिकको अपरेसन छ। हातमा कौडी छैन, 1 रुपियाँ। के गरेर हो, कहाँ भत्काउने हो, के गर्ने हो सोचेरै तत्ताएको। आज 19 तारिक भयो। अब 4 दिन छ। 23 तारिक त जानुपर्छ हस्पिटल। एउटा अपरेसन त आगस्टमा भएको हो, 23 तारिकै। अर्को अब यता 23 तारिक अक्टोबर। सुक्खो पैसा छैन हातमा। जिल्लान भने कतैबाट छैन। न मर्नु, न मार्नु, न बौलाउनु। के गर्नु गर्नु सोचेर दिमागले काम गर्दैन। सोच्दा सोच्दै कहाँ के सामान कहाँ राखिदिन्छु र खोजे गर्छु। दिमागले काम नगर्नु। गरिब हुनु जस्तो साह्रो केही रहन्छ के। छ्या। यस्तो दुःख पाउनुभन्दा नि बेलैमा मरेको राम्रो। दसैँ गयो त्यत्तिकै, तिहार गयो त्यत्तिकै। हातमा सुको पैसा छैन। अर्काको आस नित्यको बास। कसैले पनि 1 रुपियाँ दिँदै होइनन्। झन् अर्काको ठाउँमा बसेको छ, यहाँ बेङ्गलोरको ठाउँमा। कहीँबाट 1 रुपियाँ आउँदैन। यस्तो मुस्किल। नरुनु, न बौलाएर हिँड्नु। जस्तो घरिघरि त कस्तो दिमागले काम गर्दैन। पागल हुन्छु होला जस्तो लाग्छ। घरिघरि एक्लै रुन्छु सम्झी सम्झी। के गर्नु, कहाँ जानु। आत्महत्या गरेर मरौँ भने छोरीको बिहा गरेको छैन। त्यतै पिरलो छ। ल त्यही भन्न आएको। भनेर साथ दिएर नुहाएर उपाध्याय कहिले भइँदैन। कसैले 1 रुपियाँ मद्दत गर्दैन। के गर्नु, कर्म ठिक छैन। भुँडी फुलेर यस्तो भएको छ। सास फेर्दा पनि दुख्छ। सधैँ एउटै कपडामा भिडियो बनाउँछ भन्नुहुन्छ होला।
छैनन् अरू कपडै 3टा नाइटी छ एउटै रङको 2टा छ यो अलग रङको छ डिजाइन पनि अलग छ यसको यो यहाँको बेङ्गलोरको 2टा गाउँबाट लिएर आएको थिएँ मैले पुराना है नयाँ अलग अलग नयाँ नयाँ त रौगडा चाहियो के गर्नु कसले दिन्छ सधैँ एउटै कपडा त लाउने हो राख्ने लुगा पनि छैन मनमा कुरा पनि छैन भन्थ्यो अरे एउटाले त्यस्तै मनमा कुरा त कति छ सोचेर त हात पत्तो पाउँदिनँ घरिघरि दिमागले काम गर्दैन ल भाइ जानु पर्यो अब काम छ